व्हाट्सअप गाइज कस्तो हुनुहुन्छ तपाईहरु वेलकम टु माई च्यानल गाइज। सो आज चाहिँ हामीहरू वर्ल्ड इन्टरनेसनल स्कुलमा यतिकै क्रिकेट हान्दै थियौँ भने आज त्यो एउटा छोटे बच्चाले हाम्रो ठुलो सरलाई च्यालेन्ज दिनुभएको छ। सो उहाँले के भन्छ च्यालेन्ज पनि छ। ओके सो च्यालेन्ज के छ भन्दाखेरि 1 ओभरमा 3 छक्का हान्छु भन्ने च्यालेन्ज मुख्य भाइले प्रवीण सरलाई दिएको छ। हेर्दै गर्नु होला अब के हुन्छ। रेडी। सो गाइज अब पहिलो बल हाल्नु भएको छ। यस्तो तरिकाले उडाइदिन खोजेका छन् र चौका गएको छ बल। सो अर्को बल गएको छ र यसरी उडाइदिनु भएको छ र यो बल पनि बाहिर छ। सो यहाँ अब च्यालेन्ज दिनुभएको मान्छे कहाँ पर्नु भएको छ भने अर्को बल फेरि पनि आउँदैछ। तेस्रो बल घुमाइदिनु भएको छ सरले र उडाउन खोजेका छन् र यो बल डट बल गएको छ। बलरको फेसमा मुस्कान हामी सबैले देख्न सकिरहेका छौँ भने ब्याट्सम्यान टेन्सनमा। ल अब चौथो बलदेखि 3 बल स्पिन हान्नुहुन्छ अरे सरले भने अर्को बल घुमाइदिनु भएको छ बल र के उडाउनु त भएको छ तर हेलो ब्याट्सम्यान यता एकचोटि फेस देखाइदिनु होला तपाईँको। सरको पाँचवा बल यसरी घुमाइदिनु भएको छ ब्याट्सम्यानलाई घुमाइदिनु भएको छ यो पनि चौका पनि भएको छैन। सो ओभरको अन्तिम बल र अन्तिम बल पनि यसरी घुमाइदिनु भएको छ बलरले र ब्याट्सम्यानले उडाउन खोजेछन् र यो पनि डट बल। सबैभन्दा खतम च्यालेन्ज मुख्य भाइले च्यालेन्ज दिएको फेरि उले एक्सेप्ट गर्नु गएको च्यालेन्ज दिएको हार्यो। सो एक्सेप्टेड गर्नुभएको हाम्रो प्यारो सर। हेलो सर त्यहाँ सो के भन्न चाहन्छ सर भन्नु सर। मुखियाले हँसाइरहेको थियो। हजुर केटाकेटीले च्यालेन्ज गर्छ ल नयाँ हाम्रो कि यो स्कुलको सबैभन्दा खतरा बक्सर आउने हुन्छ हैन सर के भन्नु तपाईँ क्रिकेटको बारेमा भनिदिनु सर। मलाई सबैभन्दा मनपर्ने खेलाडीको है मनपर्ने विराट कोहली। वाउ अनि उसको फेभरेट सर कुन हो? सर त अब यस्तो गरे यसो सबैले हामी जस्तो किनभने जस्तो फेभरेट सर्ट कभर छ नि त आफ्नो फेभरेट प्लेयरको सर्ट चाहिँ अब आफै हान्ने हो क्या। गुप्ता सरले हान्ने कस्तो भन्दा यस्तो गरेर यस्तो हान्छ यस्तोमा छुने प्रायः छक्काहरू सो गाइज ठिक छ आजको लागि यति नै आयो कि तपाईँलाई हाम्रो भिडियो राम्रो लाग्यो लाइक गरिदिनु सब्सक्राइब गरिदिनु र कमेन्ट गर्नु नभुल्नु। बाई बाई।